प्रचण्ड कि केपी ओली? प्रचण्ड। पुष्पकमल दाहाल। राम्रो डाइनामिक लिडर हो। पुष्पकमल दाहाल। नेपालको राजनीतिको एउटा के भन्छ एकदम स्मार्ट प्लेयर। रोजाई, शेरबहादुर देउबा, केपी ओली कि पुष्पकमल दाहाल? तीनवटा मध्ये त पुष्पकमल दाहाल नै हो। पुष्पकमल दाहाल एक शब्दमा। संघर्षमा जाँदै गर्दा पनि जाउँ भनेर लिएर जान सक्ने नेता र फर्कौं भनेर फर्काउनलाई पनि सफल भएको नेता, लचकमा लचक हुन सक्ने, कठोरमा कठोर हुन सक्ने। पुष्पकमल दाहाल। पुष्पकमल दाहाल त लडाकु नै हुनुहुन्छ। मलाई कता कता चाहिँ पुष्पकमल दाहालको चाहिँ अलिकति भिजन मनपर्छ। बढी सम्मानित मेरो नजरमा मेरो लागि प्रचण्ड बा हो। उसभए प्रचण्डलाई तपाईँ नेता मान्नुहुन्छ आज? डेफिनेटली आजको पनि शक्तिशाली। तपाईँलाई मनपर्ने नेता प्रचण्ड हो। देउबा प्रचण्ड र केपी ओलीमा राम्रो मन परेको कुरा गर्न खोज्ने र एकदम प्रचण्डी मलाई त मनपर्छ। पर्सनली व्यक्तिगत रूपमा मनदेखि नै छ नि कमरेड प्रचण्ड। प्रचण्ड, वर्तमान प्रधानमन्त्री शेरबहादुर देउबा, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल, प्रचण्ड। मैले पार्टीगत हिसाबमा होइन तर विचार चाहिँ हो। हाम्रो चलचित्रमा महानायक राजेश हमाल, नेताहरूको महानायक प्रचण्ड, यसमा डाउट नै छैन। प्रचण्ड चाहिँ मलाई मनपर्ने नेता नै हो।